दर्शक महानुभावहरू नमस्कार। यो हो खबर केन्द्र न्यूज नेटवर्कमा यहाँहरूलाई स्वागत छ। हामी निकै महत्त्वपूर्ण समाचारका साथ उपस्थित भएका छौँ। देश विदेशमा घटेका घटना परिघटना, देशभित्रको पछिल्लो राजनीतिक अवस्था कसरी चलिरहेको छ, र यस्तै महत्त्वपूर्ण समाचार छन्। कृपया अन्त्यसम्म साथ दिनुहोला। सबै समाचारहरू उत्तिकै महत्त्वपूर्ण छ। मलमासले रोकिएको धवल शमशेर र दुर्गा परसाईको पार्टी घोषणा कार्यक्रम। ओली लेखक र गुरुङलाई पक्राउ गर्ने तयारीमा गृहमन्त्री सुदन गुरुङ। आवधिक म्याद सकियो, शीर्ष नेताहरू नै छुटे। अर्थमन्त्री वाग्ले माथि संसदीय छानबिन समिति गठन गर्न वर्षमान पुनको माग। भुटानी शरणार्थी प्रकरणमा चर्चामा रहेको ओली सहित आर्जु राणा मन्जु खाँडमाथि अनुसन्धानको माग गर्दै निवेदन दर्ता। राष्ट्रपा कार्यकर्ता नियुक्तिका लागि मन्त्री परिषद बैठकको आह्वान। हर्कराज राईको प्रश्न, सुस्तामा एसएसबीले नेपालीलाई हतकडी लगाएको छ, हप्पे हप्पे पारेको छ, थर्काएको छ। रक्षा मन्त्री कता हुनुहुन्छ, जवाब चाहियो। मल उत्पादन र उपलब्ध गराइदिने भन्ने परिणाम गम्भीर हुने बताएका छन्। यदि मल आएन भने हामी गम्भीर तरिकाले अगाडि बढ्ने एमालेको चेतावनी। करका दर हेरफेर सम्बन्धी विवादमा छानबिन समिति माग गर्न अवरोध। पुँजीगत खर्चको 1% बजेट नपरिवर्तन विनियोजन गर्न मन्त्री पुनको आग्रह। यस्तै महत्त्वपूर्ण समाचार छन्, हामीसँगै रहनुहोला। अब भने सुरु गरौँ पहिलो र विशेष खबर। अब लागौँ धवल शमशेर र दुर्गा परसाईको पार्टी एकता गर्ने कार्यक्रम र पार्टी खोल्ने कार्यक्रम के कसरी चलिरहेको छ भन्ने सन्दर्भबाट। राष्ट्रपा परित्याग गरेर तथा नेकपा एमाले केन्द्रीय सदस्य छाडेर केही वर्षदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान सञ्चालक गर्दै आएका मेडिकल व्यवसायी दुर्गा परसाई लगायत मिलेर नयाँ पार्टी बनाउने भएका छन्। जेठ 17 गते राप्रपा परित्याग गरेका धवल शमशेरले राप्रपाका थप 185 जना विभिन्न तहका नेता कार्यकर्तालाई समेटेका छन्। पछिल्ला दिनमा राणा राप्रपा विभिन्न जिल्ला कार्य समितिलाई आफन्तहरू ल्याइसकेका छन् र बनाउने कोसिस गरिरहेका छन्। यसबीच गत जेठ 22 गते राणा र दुर्गा परसाई बीच नयाँ पार्टी खोल्ने सहमति भएको थियो। उक्त सहमतिसँगै परसाईले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान विसर्जन गरेका छन्। अब उनी पार्टी राजनीतिमा सक्रिय रहने बताएका हुन्। राणा र परसाई प्रजातान्त्रिक राष्ट्रवादी शक्ति निर्माण अभियानमा सक्रिय छन्। हामी प्रजातान्त्रिक राष्ट्रवादी शक्ति निर्माण अभियान छौं। मुलुकका एउटा बलियो राष्ट्रवादी शक्तिको खाँचो छ र त्यसलाई परिपूर्ति गर्ने जमर्कोमा हामी रहेका छौं, धवल शमशेर राणाको भनाइरहेको छ। पार्टीले संवैधानिक राजतन्त्र विचार र सनातन धर्मलाई समेटेर अघि बढ्ने बताएका छन्। यो पार्टीमा भूमि मानिसको समर्थन र संरक्षण र आम जनताको प्रजातान्त्रिक पार्टी हुनेछ। हामी यसैमा गृह कार्य गर्दैछौँ उनले भनेका छन्। यो हाम्रो अपिल पनि हो। उनले राष्ट्रवादी पार्टीलाई समर्थन गरिदिन पनि आग्रह गरेका छन्। नेता राणाका अनुसार पार्टी छिट्टै घोषणा हुनेछ। पार्टीको नाम, चुनाव चिन्ह, अधिवेशन सहित संगठनित संरचना लगायतका विषयमा गृह कार्य भइरहेको हो। अहिले मलमास चलिरहेको छ। मलमासमा नगर्ने भनेर उनीहरूले यस्तो गरेका छन्। मलमास सकिएपछि हामी पार्टी सार्वजनिक गर्छौँ, त्यसका लागि आन्तरिक गृह कार्य भइरहेको छ, राणाले भनेका छन्। गत जेठ 3 गतेदेखि असार 1 गतेसम्म मलमास अधिक मास छ भने मलमासको समयमा प्राय मङ्गल कार्य गर्दैनन्। त्यसैले धवल शमशेर र दुर्गा परसाई लगायतले पार्टी घोषणा गरेका छन्। राप्रपा महामन्त्री रहेका धवल शमशेर र अभियान चलाउँदै आएका दुर्गा परसाई राज संस्था पुनर्स्थापनाका पक्षमा पनि छन्। उनीहरू 2081 चैत 15 गतेमा काठमाडौँमा भएको राज संस्था पुनर्स्थापनाका लागि आन्दोलनमा पनि मोर्चा बनाएका थिए। त्यसबेला नवराज सुवेदी संयोजक रहेको संस्थापन पुनर्स्थापनाका लागि जनआन्दोलन समिति पनि बनेको थियो। त्यसपछि उनीहरू फेरि अब पार्टी एकता गर्ने, पार्टी एकता भन्दा पनि नयाँ पार्टी खोल्ने विसर्जनमा लागिरहेका छन्। भन्दा फरक नपर्ला, राजा ल्याउनु पर्छ भन्ने उनीहरूको जोरदार माग समेत देखिएको छ। ओली लेखक र गुरुङलाई पक्राउ गर्ने तयारीमा गृहमन्त्री सुदन गुरुङ।
हो दर्शक महानुभावहरू, जेनजी आन्दोलनका क्रममा भएको भनिएको मानव अधिकार उल्लङ्घन प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध कारबाही अघि बढाउन सरकारले कानुनी विकल्पहरूको खोजी सुरु गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगले तीनैजनालाई मानव अधिकार उल्लङ्घनमा संलग्न रहेको ठहर गर्दै कारबाही का लागि सिफारिस गरेपछि सरकारले त्यसलाई कार्यान्वयन गर्ने कानुनी आधार बारे अध्ययन गर्न थालेको हो। यसका लागि महाधिवक्ताको कार्यालयसँग कानुनी राय लिने तयारी गरिरहेको सरकारी स्रोतले जानकारी दिएको छ। हाल मानव अधिकार उल्लङ्घन सम्बन्धी घटनामा प्रत्यक्ष रूपमा दण्डित गर्ने छुट्टै कानुन व्यवस्था नरहेको अवस्थामा आयोगले आवश्यक परे भूतलक्षी कानुन निर्माण गरेर कारबाहीको प्रक्रिया अघि बढाउन सुझाव दिएको छ। तर भूतलक्षी कानुन निर्माण गर्ने विषय अन्तर्राष्ट्रिय कानुनी मान्यता तथा स्थापित न्याय सिद्धान्तसँग बाँचिन सक्ने चिन्ता व्यक्त भएको छ। त्यसै कारण सरकारले विधान फौजदारी कानुन अन्तर्गत अनुसन्धान र अभियोगको प्रक्रिया अघि बढाउन सकिने वा नसकिने विषयमा समेत कानुनी अध्ययन गरिरहेको छ। उता जेनजी आन्दोलनसँग सम्बन्धित अन्य व्यक्तिहरूको भूमिका बारे थप अनुसन्धान गर्न नयाँ छानबिन समिति गठन गर्ने तयारी समेत सरकारले थालेको स्रोतले दावी गरेको छ। मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्ने विषयमा सरकारभित्र विभिन्न तहमा परामर्श र छलफल जारी भइरहेको समेत समाचार न्युज रेभी टिभी एजेन्सीलाई जानकारी प्राप्त भएको हो। अब लागौँ काङ्ग्रेसको राजनीति कसरी चलिरहेको छ त। काङ्ग्रेसभित्र निकै रोमाञ्चक देखिएको छ भने काङ्ग्रेसको यति बेला एकदमै दयनीय स्थिति पुगेको छ। आवधिक म्याच सकियो, शीर्ष नेताहरू नै छुटेका छन्। अब कसरी चल्ला त पार्टी। नेपाली काङ्ग्रेसले गत वैशाख 1 गतेबाट सुरु गरेको पार्टीका नवीकरण गरेका क्रियाशील सदस्यहरूको डिजिटल आवधिक गर्ने समय गैराती 12 बजेबाट सकिएको छ। निर्धारित समयभित्र आवधिक गर्न योग्य 7,82,209 क्रियाशील सदस्यता मध्ये 5,38,622 जनाले एनसीआईडी प्राप्त गरिसकेको काङ्ग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलाहालले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्। गत पुस 22 गतेसम्म जिल्ला अधिवेशन नवीकरण र प्रतिनिधि सभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता लिएकालाई आवधिक गर्न योग्य मानिएको थियो। विज्ञप्तिमा भनिएको छ 1,49,309 जना आवधिक फारम भरेर आवधिक हुने प्रक्रिया छ र फारम भरिसकेकालाई पनि एनसीआईडी कार्ड दिने काम प्रक्रिया पुर्याएर गरिने क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन्। म्याच सकिए पनि निवर्तमान सभापति शेरबहादुर देउबा, नेता शेखर कोइराला समूह पूर्व पदाधिकारीहरू सहितका अधिकांश शीर्ष नेताहरूले सदस्यता डिजिटल आवधिक गरेका छैनन्। देउबा, डाक्टर कोइराला, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्व उपसभापति धनराज गुरुङ, विमलेन्द्र निधे, प्रकाशमान सिंह, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, डाक्टर शशंका कोइराला, सहमन्त्री महालक्ष्मी उपाध्याय, उमाकान्त चौधरी, डाक्टर प्रकाशन महत, किशोरी सिंह राठौर, बद्री पाण्डे लगायतका यसअघि पनि पटक केन्द्रीय सदस्य भएका शीर्ष नेताहरूले सदस्यता अवैकरण गराएका छैनन्। पार्टीमा लामो समयसम्म काम गरेका अग्रज नेताहरूले सूचना नपुगेर नभई आवधिक गर्न नचाहेर नगरेको देखिएको महामन्त्री पौडेलले जानकारी दिएका छन्। उनले अहिलेसम्म सदस्यता डिजिटल आवधिक नगरेका पुराना र वरिष्ठ नेताहरू समावेश हुन चाहेमा समेटिने बताइएको छ। राजनीतिक विषयमा बनाइएको कारणले केही साथीहरू आवधिकमा समेटिनु चाहनु भएको छैन। समिति संयोजक समेत रहेका महामन्त्री पौडेलले न्युज नेपाल टिभीसँग भने आवधिकका लागि उहाँहरूकै सहमति र आग्रह भयो भनेर समावेश गर्न सकिन्छ, त्यसमा हामी तयार छौं।
सदस्यता अवधिमा आफूहरूको छुटाउने मनस्थिति नरहेको तर राजनीतिक विषय बनाएर आफू छुटेको पौडेलको भनाइ छ। छुटाउने मनसाय हुँदै होइन, राजनीतिक विषय बनाएर आफै छुट्टिनु भयो पौडेलले बताएका छन्। उहाँहरू सदस्यता अवधिमा समावेश हुन चाहनुहुन्न भन्ने कुरा वातावरण हामीले बनाएका थिएनौँ, तर आफूहरू आफै बाहिर गएको र त्यस्तोलाई आफूले भित्र ल्याउन नसक्ने र नसकेको बताएका छन्। अब कांग्रेस दुई धारता थियो, अब कांग्रेस फुटेर एउटा छुट्टै नयाँ पार्टी गठन गर्न सक्ने पूर्णबहादुर खड्काहरूमा देखिएको छ। उता अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गरेर छानबिन गर्नुपर्ने वर्तमान पुनको भनाइरहेको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाले अर्थमन्त्री डाक्टर स्वयं वाग्लेमाथि संसदीय छानबिन गठन समिति गरी अनुसन्धान गर्न माग गरेको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै पूर्व अर्थमन्त्री तथा नेकपाका सांसद वर्षमान पुनले अर्थमन्त्री वाग्लेको अभिव्यक्तिले संसदको गरिमा र अधिकारमाथि प्रश्न उठाएको भन्दै निष्पक्ष छानबिन आवश्यक रहेको बताएका छन्। पुनका अनुसार अर्थमन्त्री वाग्लेले अघिल्ला सरकारसँगको 67 वटा करका दर हेरफेर गरेका थिए। मैले केवल 7 वटा परिवर्तन गरेको हुँ भन्ने अभिव्यक्ति दिएका थिए, जसले संसदलाई हल्लाको रूपमा लिएको सन्देश दिएका थिए। उनले करका दर परिवर्तन सम्बन्धी विषय उठाउने सांसदहरूलाई पुराना काण्डका फाइल खोल्ने चेतावनी दिएको दावी गर्दै त्यस्तो व्यवहार संसदीय मर्यादा विपरीत भएको बताएका छन्। यही विषय आफूले शुक्रबार सार्वजनिक लेखा समितिको बैठकमा उठाएको समेत जानकारी दिएका छन्। सांसद पुनले सुरुमा अर्थमन्त्रीलाई शंकाको लाभ दिइएको भए पनि पछिल्ला घटनाक्रमले उनको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको उल्लेख गरे। संसदलाई दबाव दिने वा धम्काउने कुनै पनि प्रयास स्वीकार्य नहुने भन्दै उनले यसप्रति गम्भीर ध्यान आकर्षण गराएका छन्। अर्थमन्त्री स्वयंले 7 वटा करका दर परिवर्तन गराएको स्वीकार गरिसकेको अवस्थामा त्यसबारे निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने उनले माग समेत गरेका छन्। किनभने यो कस्तो खालको हो, के हो, कसरी लैएको छ, के गरिएको छ, त्यसको बारेमा सम्पूर्ण जानकारी थाहा पाउनुपर्ने बताएका छन्। किनभने वर्षमान पुन पनि यो देशका पूर्व अर्थमन्त्री भइसकेका व्यक्ति हुन्, त्यसैले उनीमाथि यस्तो खालको कुरा आएको छ। विपक्षीहरूले अर्थमन्त्री डाक्टर स्वयं वाग्लेको के हो भन्ने कुरा सबै संसदीय दलको छानबिन समिति बनाउनु पर्ने उठाइरहेका छन् भने उनीहरूले छुट्टै समिति बनाएर जाँचबुझ गरिसकेका छन्। यस विषयमा पनि महत्त्वपूर्ण अझ जानकारी हामीले दिइरहेका थियौँ। हामीसँग सबै समाचारहरू उत्तिकै महत्त्वपूर्ण थियो। तपाईहरूले यति जेलसम्म हेरेर सुनेर साथ दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। यी यस्तै महत्त्वपूर्ण समाचार लिएर आउने गर्दछौँ हामी।